मालिन सरलाई मार्न एमालेले मान्छे प्रयोग गरिरहेको छ। त्यसो जसले मार्छु भन्छ नि त्यो आफै मर्छ बम पड्केर। अहिले भर्खरै मैले दमकमै जहाँ बालेन शाह हुनुहुन्छ त्यही सोधेको। मालिन सरलाई मार्न एमालेले मान्छे प्रयोग गरिरहेको छ। त्यसो उहाँहरूलाई चाहिँ बालेन शाह मरिदिए हुन्थ्यो, हाम्रै केपी ओलीले जितिदिए हुन्थ्यो भन्ने लाग्दो हो होइन? किनभनेदेखि यो मान्छे मार्ने कुरा भनेको उहाँहरूको लागि बायाँ हातको खेल हो। तिनकुनेमा मान्छे मारेकै हो। त्योभन्दा अगाडि मदन भण्डारीलाई पनि मारेको हो कि के हो खोजी नीति भएको छैन। 23 गते नियत्था स्कुलका बालबालिका मारेकै हो। तर यो चोटि त्यो भन्नेहरूले चाहिँ चुनावको एउटा जुन आचार संहिता हुन्छ त्यो आचार संहितालाई उल्लङ्घन गरेको ठहर्छ। त्यसो भन्नेहरूलाई थपक्क नपक्रेर लगेर जेलमा कोस्नुपर्छ।